हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको मौसम अलि क्लाउडी छ, पानी पर्छ कि जस्तो छ। आज म जापानको एउटा सुपर मार्केट ग्योमुसुपा भन्छ त्यहाँ जाँदैछु मेरो स्कुटरमा। मसँग चाहिँ आज मेरो क्यामेरा होल्डर छैन, अनि त्यसरी मैले हातले समातेर भिडियो बनाउँदैछु। अनि यो चाहिँ एकदम स्टेबल छैन, अनि यो चाहिँ एकदम रिस्क हुनसक्छ, तपाईँहरू नगर्नुहोस् है त। अब म ग्योमुसुपा सुपर मार्केट पुगेको छु। अब आउनुहोस् है, भित्र मिलेर हेरौँ है त के छ। यहाँ चाहिँ धेरै फलफुलहरू छ, अनि मैले चाहिँ बनाना रोजेँ किनभने यो मलाई मन पनि पर्छ अनि सस्तो पनि छ। यो चाहिँ चिप्ले भेन्टी हो है, म चाहिँ चिप्ले भेन्टी भन्छु, तपाईँले के भन्नुहुन्छ कमेन्ट गर्नुहोस् है त। यो नि मैले राखेँ। यो चाहिँ मैले प्याजको थुप्रोहरू देखेँ, अनि यस्तो हेर्दाखेरि चाहिँ 3टा प्याजको लगभग 300 बढी पर्दो रहेछ है। यो चाहिँ जापानको काँक्रो है, यहाँ चाहिँ यस्तै पातलो खालको हुन्छ, चिचिन्डो जस्तै। अहिले चाहिँ म बन्दा भएको ठाउँमा आइपुगेँ, अनि प्राइस चाहिँ एउटाको 499 थियो है। अब म हरियो मकै भएको ठाउँमा आइपुगेको छु, अनि हरियो मकै चाहिँ 4 पिस जस्तो थियो। अनि यो चाहिँ टमाटर हो है, टमाटर पनि 362 थियो। काउली भएको ठाउँमा पुगेँ, अनि काउलीको यस्तो रेट हेर्छ त झन्नै ढलेको 600 रुपियाँ जान्छन् थियो। अनि फेरि यो लामा खुर्सानी भेडे खुर्सानी भन्छु म है, तपाईँले के भन्नुहुन्छ भन्नुहोस् है कमेन्टमा। अनि अदुवा भएको ठाउँमा नि पुगेँ, अदुवा चाहिँ 100 ग्रामको 99 रुपियाँ जति थियो। अनि आज चाहिँ सुपर मार्केट एकदम क्राउड थिएन, अनि मान्छेहरू खासै थिएनन् आज। मेरो बास्केट चाहिँ अझै खाली नै छ है। यो चाहिँ हामी सबैलाई मनपर्ने डल्ले खुर्सानी क्याप्सिकम हो। यो चाहिँ गाईको दुध हो है, जापानमा चाहिँ यसरी नै प्याकेटमा गाईको दुध चाहिँ प्याक भएर आउँछ है। यो चाहिँ अनारको जुस हो, अनि मैले अगाडिचोटि चाहिँ सपिङ गर्ने मान्छे लिएर गएको थिएँ, अनि अलिक टरो टरो जस्तो फिल भयो मलाई चाहिँ। अनि यो चाहिँ दही हो, अनि दही चाहिँ यसरी प्याक भएर आएको हुन्छ। दही चाहिँ मलाई र अनि मेरो वाइफलाई एकदम मन पनि भएको भएर चाहिँ 2टा किन्न लाग्दैछु। यो चाहिँ योगुरुतो भन्छ जापानमा, अनि यो चाहिँ प्रत्येक दिन एउटा खायो भने चाहिँ डाइजेस्टिभ सिस्टमको लागि चाहिँ एकदम राम्रो गर्छ, अनि मैले प्रत्येक दिन एउटा खाने गरेको छु। यो चाहिँ किम्ची हो, अनि यो स्पेसल्ली ओरिजिन चाहिँ साउथ कोरिया हो। अनि यो चाहिँ नेपालीमा चाहिँ किमा, हामीले किमा युज गर्छौँ नि, त्यही किमा हो, अनि चिकन किमा हो यो चाहिँ।
यो चाहिँ कुखुराको आधी भाग हो है, अनि आधी भागको चाहिँ 1083 रुपियाँ थियो। बिस्तारै मेरो बास्केट पनि भरिँदै गएको जस्तो फिल भइरहेछ। जापानमा काम गरिन्छ, कमाइ पनि छ, तर कतिपय सामानहरू किन्ने बेलामा चाहिँ दुईचोटि सोच्नुपर्ने हुन्छ, किनभने जापान अलि महँगो छ। यहाँ खाना मात्रै होइन, सबै कुराहरू आफ्नो त्यही स्यालेरीले एडजस्ट गर्नुपर्ने हुन्छ। त्यस कारणले जे गर्दा पनि अलि सोचेर विचार गरेर मात्रै पैसा खर्च गर्नुपर्ने बाध्यता छ। अब चाहिँ म बिल तिर्न जाँदैछु। आज चाहिँ मैले त्यस्तो धेरै सामान किनेको छैन, अनि बिल पनि त्यस्तो धेरै उठ्दैन होला। जापानमा चाहिँ प्लास्टिक ब्यागको पनि पैसा लाग्ने भएको हुनाले चाहिँ मैले चाहिँ सकेसम्म युज गर्न मिल्ने ब्याग किनेको छु, अनि त्यही युज गर्छु सधैँभरि। अनि आजको ब्लग चाहिँ यहीँ इन गर्न चाहन्छु। आई होप कि तपाईँहरूले आजको ब्लग, आजको भिडियो चाहिँ मन पराउनु हुनेछ भन्ने आश गरेको छु। थ्याङ्क यू।